मौसम छ है, एकदम चिसो छ। अनि त्यही भएर म चाहिँ कमक्क परेर यहाँ बसिरहेको छु सिलाम केलाउँदै ताकि बोमाक अब केलाइसक्न लागि ल है। अनि साथीहरू मैले चाहिँ यो सिलाम केलाइराखेको छु होइन। मैले यहाँ यति पोखाएँ, धेरै पोखाएँ नि यहाँ हेर्नुहोस् त पोखाएँ। अनि यहाँ पट्टामा लगाइराख्ने। अनि यो सबै केलाइसकेपछि चाहिँ म चाहिँ आज मङ्सिर 15मा सिलाम चामल खाने गरी म तयार गर्छु है। मैले चाहिँ यो सर्टकट भन्दा पनि 4-5 मिनटको चाहिँ भ्लग बनाइराखेको छु ल है। अन्तिमसम्म हेरेर साथ दिनु होला हजुरहरूले। म समिताज खालिङ राई बोल्दैछु है। मेरो धेरैवटा नाम चाहिँ हजुर कन्फ्युज नहुनु होला है। मलाई एकदम अप्ठ्यारो भएको छैन, यता क्यामेराले खिच्दै पनि गर्नुपर्ने, बट्टामा हाल्नु पनि पर्ने, अनि यता केलाउनु पनि पर्ने। एउटा क्यामेराम्यान भए चाहिँ दामी हुन्थ्यो, तर के गर्नु र अब यस्तै छ। हजुरले हेर्न सक्नुहुन्छ यहाँ बट्टामा लगाइराखेको छु ल। यो बोमाक मैले केलाउनु त केलाएँ है। अब यसलाई चाहिँ सिलाम चामल बनाउँदाखेरि म चाहिँ यसलाई चाहिँ धुन्छु, किनकि यतिकै बनाउँदाखेरि चाहिँ एकदम यो बोमाकमा चाहिँ जुन यो किराहरू हुन्छ नि त, किराहरू चाहिँ तल बस्छ अनि माथि तैरिन्छ नि, एकदम राम्रो सफा हुन्छ। हजुरहरूले चाहिँ कुन तरिकाले बनाएर खानुहुन्छ है? मेरो चाहिँ आफ्नै तरिका है यो चाहिँ। मैले यहाँ धुएँ ल है, र यहाँ धुँदैछु होइन। यहाँ हेर्नु त तल त कस्तो डेन्जर गरी चाहिँ बसेको हुन्छ कि मैला। अनि मैले चाहिँ धुइराखेको छु पानीमा हाल्नुपर्छ। आम्मामा हेर्नुहोस् त यति धेरै फोहोर मैला चाहिँ तल चाहिँ तैरिएको छ होइन, तल चाहिँ बसेको छ। अनि माथि चाहिँ मैले सफा पारेर मैले अलरेडी धुइसकेको छु है। यहाँ चाहिँ सिलाम चामलमा चाहिँ यहाँ चामल नै एड गर्नुपर्छ। माथि पाहाडमा पहिला हुँदाखेरि चाहिँ हामीले बासमती चामल चाहिँ टक्क खेतको है मिक्स गरेर आमा बाबाले दिनुहुन्थ्यो भने मैले चाहिँ चामलको सट्टा चाहिँ बिटिङ राइस ताकि चिउरा मिक्स गर्दैछु है। मैले चाहिँ यहाँ थोरै सुगर पनि लगाएको छु ताकि चिनी पनि लगाएको छु। अब म यसलाई अलिकति यो सुन्तला पनि म लगाउँछु अनि बिटिङ राइस ताकि चिउरा लगाएर म घोल्छु है। अनि त्यसपछि सिलाम चामल खानालाई चाहिँ एकदम पर्फेक्ट हुन्छ है। अलरेडी बिटिङ राइस पनि लगाइसकेको छु ल साथीहरू। अब यसलाई चाहिँ म मजाले मिक्स गर्छु है ताकि चलाउँछु। अनि चलाइसकेपछि चाहिँ एकदम पर्फेक्ट मैले अलरेडी